हेलो एभ्रिवान, सदा झै फेरि पनि मैले एउटा नयाँ ब्लग लिएर आएको छु। आज चाहिँ म आफैलाई सन्चो नभएको कारणले गर्दाखेरि म चाहिँ हस्पिटल जानलाई रेडी हुँदै थिएँ। अनि आज मेरो श्रीमानले पनि छुट्टी ल्याउनु भयो किनकि मलाई सन्चो थिएन। यति धेरै माया गर्ने श्रीमान सायद कमैले पाउनुहुन्छ होला हैन, किनकि मेरो श्रीमानले चाहिँ मलाई धेरै माया गर्नुहुन्छ। हामी अटोमा गयौँ, बसमा जाँदाखेरि अलिकति गाह्रो हुन्थ्यो, त्यस कारणले हामी आफ्नै अटो एउटा बुक गरेर गयौँ। हस्पिटल धेरै टाढा थिएन, नजिकै थियो, त्यसैले हामी अटोमा गयौँ। अनि हाम्रो यहाँ राजामा पर्छ, त्यहाँ चाहिँ धेरै राम्रो दबाई हुन्छ हैन, उपचार हुन्छ। म चाहिँ जहिले पनि ती जाने गर्छु। अनि बाटोमा ट्राफिक बसेको थियो अनि मेरो हस्बेन्डले चाहिँ हेरेर ट्राफिक भन्दै हुनुहुन्थ्यो, किनकि उहाँको त्यो लाइसेन्सको अलिकति प्रब्लम भएको कारणले गर्दाखेरि ट्राफिक देख्यो कि पहिल्यै भनौँ नि आँखा गइहाल्छ जोक गरेको है। अनि हाम्रो त्यहाँनिर फन पार्क पनि छ, हजुरहरूले देख्न सक्नुहुन्छ। त्यहाँ चाहिँ एउटा फन पार्क छ हलदारपुरमा, त्यहाँ धेरैजना आउनुहुन्छ, टाढाबाट आउनुहुन्छ। अनि त्यसैको विषयमा हामीले कुरा गऱ्यौँ। अनि गाडीमा एउटा गीत बजिरहेको थियो, मेरो हस्बेन्डले चाहिँ त्यो गीतमा इन्जोय गरिरहनु भएको थियो। धेरै रमाइलो भयो, कुरा गर्दै गयौँ। आज मेरो श्रीमानले पनि छुट्टी लिएकोमा म पनि धेरै खुसी पनि थिएँ, किनकि म जब बिरामी हुन्छु, म केही अप्ठ्यारोमा हुँदाखेरि मेरो हस्बेन्डले जहिले पनि अनि जस्तो गाह्रो काम भए पनि उहाँले चाहिँ छुट्टी लिएर बस्नुहुन्छ। अनि काममा चाहिँ उहाँलाई एक दिन पनि छुट्टी मिल्दैन, हजुरहरूलाई थाहै छ, किनकि छुट्टीको दिन पनि शनिबारको दिन पनि उहाँको अफिस लाग्छ। ब्याङ्कको कामले धेरै तनाव भएको छ यो ब्याङ्कको। अब हाम्रो नयाँ सरकार आएको छ बालेनले हैन, बालेन सरले अब नयाँ सरकारको जुन एउटा नीति नियम हुन्छ त्यसमा हाम्रो नेपालमा काम गर्ने जति पनि जनताहरू हुनुहुन्छ उहाँहरूले फिक्स टाइममा काम गर्ने र फिक्स टाइममा चाहिँ अब यदि ओभर टाइम गर्नु पर्यो भने त्यसको स्यालेरी मिल्ने सिस्टम बनाइदिएको भए झनै राम्रो हुन्थ्यो। त्यो चाहिँ मैले सोचिरहेको छु हैन, यदि बन्छ भने सरकार चाहिँ म त्यो कुरा राख्ने भन्ने मेरो पनि अनि मनमा चाहिँ आइरहेको छ। हामी त्यहाँबाट हस्पिटल गयौँ, निस्क्यौँ अनि दबाई गरिसकेपछि त्यहाँ धेरै टाइम लाग्दैन। अनि मेरो हस्बेन्डले फेरि एकछिन जाम मार्केट भन्नुभयो, त्यहाँ नजिकै पर्थ्यो, भाटबटेनी छ हैन, राजाको साइडमा। त्यहाँ गयौँ, त्यहाँ गएर अलिकति केही चाहिएको घरको सामानहरू अनि किनेर अनि दुईजनाले मैले चाहिँ भिडियो पनि बनाएँ। मैले त्यहाँ जहिले पनि हतारमा जान्थेँ, भिडियो बनाउन पाउँथेन। आजको दिन चाहिँ हस्बेन्ड पनि साथमा भएको कारणले मलाई त केही टेन्सनै थिएन, बच्चा उहाँले बोक्नु भएको थियो नानुलाई, म चाहिँ बिन्दास पाराले ब्याग भिरेर मजाले भिडियो बनाउँदै हिँडिरहेको थिएँ। आनन्द थियो, यतिसम्म कि ट्रली पनि उहाँलाई समात्न लगाएँ। अनि म त केही पनि नहेर्दै सामान जे चाहिन्छ राख्ने, त्यसरी चाहिँ हामीले इन्जोय गर्दै अनि भाटबाट नि पुरै घुमेर आएँ। भित्रको मार्केटहरू सबै घुमिसकेँ। धेरै खुसी लाग्दो रहेछ आफ्नो श्रीमानसँग परिवारसँग घुम्न पाउँदा चाहिँ धेरै खुसी लाग्यो। अनि तपाईँहरूलाई पनि कस्तो लाग्छ कमेन्ट गर्न नबिर्सिनु होला। मैले चाहिँ मेरो दिन यसरी नै काटेको थिएँ। धेरै पछि मैले यो भिडियो बनाएर पोस्ट गरेको छु, सबैले माया गर्नु होला। त्यहाँ घुम्दै गर्दा चाहिँ एउटा चिज मन परेर उहाँले मेरो लागि भनेर किनिदिँदै हुनुहुन्थ्यो, अनि मैले चाहिँ त्यो एउटा लिएँ। अनि एउटा चाहिँ हामीले जुसको लाइनतिर हेऱ्यौँ, त्यति थिएन, बाहिरभन्दा त्यहाँ धेरै महँगो भएको कारणले किन्न त सकिँदैन, तर पनि घुमौँ हैन। घुम्न त कसले गर्छ र रोक्छ र है किन, पैसा लाग्दैन घुम्नलाई। अनि त्यसपछि हामी घुम्यौँ। अनि मैले एउटा हाम्रो क्रिसमसमा चाहिँ जुस बनाएर खाने एउटा सस देखेको थिएँ, त्यो हेऱ्यौँ, मन पर्यो, एक दिन किन्नेछु, महँगो थियो, पैसा पनि पुग्थेन। अनि हामीले लिएनौँ, हेऱ्यौँ। अनि त्यहाँ धेरै राम्रो जुसहरू पनि थियो, यतिसम्म कि त्यहाँभित्र चाहिँ अक्टोपस पनि थियो, अक्टोपस अनि त्यो के अरे स्टारफिसहरू अनि प्राउनहरू थियो। सबै कुराहरू हेर्दाखेरि चाहिँ धेरै रमाइलो लागिरहेको थियो। चिज अनि चिजहरू पनि थियो, पनिर पनि यति महँगो, त्यो एउटा सानो पनिरको थियो, थाहा छैन त्यो केबाट बनेको पनिर हो, सायद त्यो अरू नै केही दुधबाट बनेको पनिर हुनुपर्छ अरू जनावरको। त्यो चाहिँ सानो थियो, लगभग 1 पाउभन्दा अलिकति बढी साइजको थियो। त्यसलाई त 4000 5000 रे। ओ माई गड, म त हेरेर एकछिन त छक्क परेँ, यति महँगो कसले किनेर खान्छ। त्योभन्दा त बरु मासु ल्यायो खायो हैन, 3-4 हजारको मासु त मजाले 1 महिना पुरा हुन्छ नि त। अनि हामीले चाहिँ यो एउटा पहेँलो फल, यो विदेशी फल, थाहा छैन नाम चाहिँ थाहा छैन, साथी तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला।
अनि यो चाहिँ एउटा किन्यो टेस्ट गर्नलाई। मेरो हस्बेन्डलाई चाहिँ मन पर्दो रहेछ, मलाई चाहिँ त्यति मन पर्थेन यो फलहरू। मैले पहिला पनि खाएको थिएँ, त्यही यसको टेस्टै मन पर्थेन, तर यो चाहिँ मेरो हस्बेन्डलाई मनपर्छ भनेर लिनुभयो। एउटा लिनुभयो त्यो 2टा। अनि त्यसपछि हामी त्यहाँबाट फेरि त्यो लाइन हेर्दै अनि त्यहाँबाट अगाडि बढ्यौँ। अनि त्यसपछि अगाडि चाहिँ एउटा डलहरू भएको ठाउँ थियो होइन, कति राम्रो थियो। त्यो मैले भिडियो खिच्न पाएको छैन। अनि उहाँले चाहिँ यो सामानहरू किनेर भ्याइसकेपछि चाहिँ अनि यतापट्टि एउटा चक्लेटको पसल थियो, त्यहाँ पनि हामीले चक्लेटहरू पनि किन्यौँ। अनि चक्लेट किनेर अनि त्यहाँबाट हामी निस्किसक्यौँ। देख्न सक्नुहुन्छ यो चाहिँ अक्टोपस। कतिजनालाई मनपर्छ होला सायद। यो त सानो थियो, टेस्टको लागि चाहिँ राखेको थियो तर यति महँगो। यो चाहिँ मिक्समा थियो, सी फुड है, यो मिक्समा थियो। अनि यो एकदम महँगो सामानहरू, तर पुरै जमाएर राखेको, त्यति उचित लागेन किन्न। अनि पैसा पनि थिएन। अनि हामी त्यहाँबाट हेरेर फर्किहाल्यौँ। यो चाहिँ प्राउन हो, देख्न सक्नुहुन्छ। खानलाई त टेस्ट होला, तर पनि अब जमाएर राखेको चिज त्यति टेस्ट हुँदैन। हामीले ताजा घरमा काटेर बनाएर खाए जस्तो चाहिँ हुँदैन। तर यिनी फुडहरू चाहिँ यस्तो प्याकेजमै आउँछ। अनि यसलाई चाहिँ एक दिन लिएर खाने प्लानिङ चाहिँ हामीले बनाएको छौँ। अहिले तत्कालै अब सन्चो पनि छैन, र पहिलो कुरा म भर्खर नानु जन्मेको छ मेरो, त्यो कारणले गर्दाखेरि यस्तो चिजहरू चाहिँ मैले नखाने भनेर मैले चाहिँ क्विट गरेँ। दालमोटहरू पनि थियो धेरै किसिमको, अनि खुर्माहरू, अनि नमकिनहरू है। कति जानेको मान्छेले बनाउन, सबै कुराहरू प्याकिङमा राखिदिएपछि होइन दुःखै नहुने। अब त सायद हाम्रो छोरी नातिनाको बेलामा त खानाहरू पनि पकाउनै नपर्ने सिस्टम हुन्छ होला। सबै पकाएको चिजहरू नै पाउँछ जस्तो छ। अहिले नै यति सुविधा छ, घर बसी अनलाइन गर्न सकिन्छ सबै कुराहरू। कति राम्रो सुविधा दिएको छ। तर धेरै सुविधा भएको कारणले गर्दा अहिले मान्छेहरू धेरै अल्छी भएको छन्, काम गर्न पनि जाँगर गर्दैनन्। अनि तपाईँ देख्न सक्नुहुन्छ हामी पनि कति अल्छी भइसक्यौँ। पहिला खेती किसानी गर्ने, अनि स्वस्थ शरीर पनि हुन्थ्यो, खाना पनि घरमा अर्ग्यानिक चिजहरू पाउँथ्यो। तर अहिले सबै कुराहरू प्याकेजमा आछ। यो चाहिँ के हो नाम चाहिँ थाहा भएन मलाई, तर यसको बोजूमा को भन्ने थियो, के हो। तर साथीहरू तपाईँलाई थाहा छ भने कमेन्ट गर्नु होला। अनि त्यहाँ चाहिँ च्याउ पनि राखेको थियो सुकाएर। अनि यो च्याउ देख्न सक्नुहुन्छ सुकाएर राखेको, पुरै ड्राई थियो होइन। यो के च्याउ हो मैले चिन्न सकिनँ, तर एकदम मिठो हुन्छ अरे। अनि यसको प्राइस पनि धेरै थियो, त्यो कारणले हामीले लिएनौँ। मैले त्यति इम्पोर्टेन्ट लागेन, मलाई त डर पनि लाग्यो, जे पाएँ त्यही खान पनि हुँदैन, त्यो कारणले गर्दा पनि मैले लिएन। सुकाएर राखेको साग पनि देख्न सक्नुहुन्छ, यस्तो मजाले सुकाएर राखेको छ। खान त मान्छेलाई सबै कुराहरू पर्छ, तर पहिला हामीले घरमा बनाउँथ्यौँ होइन, मामुहरूले घरमा बनाउनुहुन्थ्यो। त्यही चिजहरू चाहिँ त्यहाँ देख्दाखेरि चाहिँ अचम्म पनि लाग्यो, मान्छेले यसरी पनि व्यापार गरिरहेको छ होइन। यस्तो एउटा होइन किसानको लागि चाहिँ एउटा अब घरबाट उब्जाएको चिजहरू त्यहाँ यसरी पुगेको छ। तर यो चाहिँ एकदम महँगो है। अनि धेरै महँगो थियो त्यो रेट चाहिँ। अब प्याकेजिङ हुन्छ कम्पनीबाटै भएको होला। अनि एउटा हरियो पर्पल कलरको बन्दा देख्दा चाहिँ मैले मेरो श्रीमानलाई लैजाऊँ न भनेको, त नै पर्दैन घरमै छ अरे। पछि हामी त्यहाँबाट निस्क्यौँ अगाडि, धेरै भिडियोहरू बनायौँ। मैले चाहिँ भिडियोहरू पनि खिचेँ। मेरो श्रीमानले सबै सामानहरू बोकेर हिँडिरहनु भएको थियो, म चाहिँ पुरै फ्री भएर एउटा ब्याग झोला बोकेर हिँडिरहेको, सबै मेरो हस्बेन्डको हातमा राखिदिएको। कति रमाइलो दिन थियो त्यो दिन चाहिँ। हजुरहरूले पनि महसुस गर्नुभएको छ होला आफ्नो हस्बेन्डसँग घुम्दै गर्दाको समय। तर के गर्ने, हामी मिडल क्लासको परिवारलाई चाहिँ धेरै कुराहरूसँग जुझ्नुपर्छ। नयाँ चिजहरू देख्दा सबै लिन त मन लाग्छ, तर के गर्नु आर्थिक अवस्थाले गर्दाखेरि भ्याउँदैन। रहर त लाग्छ होइन, सबै मागेको चिजहरू किनौँ,
काम जस्तो त हुन्छ, तर घर परिवार सबै सम्झेर अनि व्यापार आफ्नो कामहरू सम्झेर चाहिँ खुम्चिनु पर्ने बाध्यता हुन्छ। तपाईँहरू कतिलाई त्यस्तो हुन्छ होला। मैले चाहिँ यो मेरो वास्तविक भनेको। मसँग त्यति पैसा छैन, म हाइफाई भएर भाटबटेनी गएको पनि होइन, किनकि मलाई त्यहाँ जान मनपर्छ। मेरो हस्बेन्डले लगेर जानुभएको मलाई मनपर्छ भनेर उहाँले चाहिँ मलाई घुमाउन भए पनि हिँड भनेर लैजानु भएको थियो। तर हामी त्यहाँ घुम्दै गर्दाखेरि चाहिँ धेरै सामान नकिनेर हामीले एउटा दुईवटा मलाई मनपर्ने चिजहरू चाहिँ उहाँले किनिदिनु भएको थियो। थोरै थोरै सामान किन्दा चाहिँ यति धेरै सामान भइसके रहेछ हाम्रो चाहिँ होइन। अनि मैले आवश्यक चिजहरू अब हामी दिदीबहिनीहरू त कस्तो छौँ भने बढी मात्रामा चाहिँ हामीले घरकै चिजहरू किन्छौँ प्राय आफ्नो पर्सनल भन्दा। अनि मलाई चाहिँ होइन कपडाहरूमा बसाउने त्यो के भन्छ होइन त्यो पनि एकदम खाँचो थियो, अनि त्यो किनेको थिएँ। त्यही मात्र थियो मेरो सरफ साबुन गर्दा त्यति नै थियो होइन। अनि यो फल चाहिँ काटेर मेरो श्रीमानले घरमा लिएर खानुभयो। टेस्ट यति नमिठो टेस्ट कि हजुरहरूले चाख्नुभयो भने पनि कहीँ खानुभयो भने पनि त्यति मन पर्दैन होला। अनि यो पहिलो चाहिँ अलिकति काँक्राको जस्तो स्वाद आइरहेको थियो, यो अर्को त हल्का गुलियो टेस्टमा। अनि अलि भनौँ नि एउटा टेस्ट के हो बुझ्नै गाह्रो। अनि मेरो चाहिँ फेभरेट मिठाई थियो यो चाहिँ। मैले चक्लेट खाएँ अनि एकदम टेस्ट लाग्छ मलाई यो। म भाटबटेनी गयो भने प्रायः यही नै खाने गर्छु। एउटा चाहिँ यो लिएर आउँछु। मेरो हस्बेन्डलाई चाहिँ चक्लेटी धेरै मनपर्छ। चक्लेटीमा चाहिँ उहाँले 2 पिस लिनुभएको थियो। हस्त साथीहरू, फेरि पनि भेटौँला अर्को भिडियोमा। आजलाई यति नै। तपाईँहरूले सबैले माया गरिदिनु होला भन्न चाहन्छु। हस्त, धन्यवाद।